कुराहरूलाई फलो गरिदिनुहुनेछ भन्ने अपेक्षा पनि राखेको छु। मोटरसाइकल स्कुटी चलाउनुहुन्छ जहिले पनि हेलमेटको प्रयोग गर्नुहोस्। मोटरसाइकल स्कुटीमा कहिले पनि 3 जना सवार नहुनुहोस्, 2 जना मात्र बोकेर हिँड्नुहोस्। तपाईँको सवारी साधनको डकुमेन्ट अनिवार्य रूपमा साथमा बोकेर हिँड्नुहोस्, समयमै नवीकरण गर्नुहोस्। मादक पदार्थ सेवन गरेर कहिले पनि सवारी साधन नचलाउनुहोस्। यो 6 लेनको सडक छ, भैरवा बुटवल 6 लेनको सडक छ, सबैले देख्नु भएको छ। 6 लेनको सडकमा तपाईँहरूलाई बाटोमा बोर्ड पनि राखिदिएको सडक विभागले, बोर्डमा 50 को स्पिड भनेको छ। 50 को स्पिडभन्दा कहिले पनि स्पिडमा नहिँड्नुहोस् र जहिले पनि तपाईँहरूको लागि सी लेन तोकिएको छ, यो सी लेनको प्रयोग गर्नुहोस्। तपाईँहरू हिँड्दाखेरि कहिले पनि बिचको र यो फास्ट्याग र उसमा अर्को लेनमा प्रयोग नगर्नुहोस्। रेल लाइट छ बाटोमा, जहिले पनि रेल लाइट भएको ठाउँमा रेल लाइट बलेको छ भने कहिले पनि अगाडि नबढ्नुहोस्, हरियो बत्ती बलेपछि मात्र अगाडि बढ्नुहोस्। त्यसै गरी ठाउँमा जेब्रा क्रस छ, जेब्रा क्रस भएको ठाउँमा पहिलो प्रायोरिटी पहिला ल्यान्डलाई दिनुहोस्। पहिला ल्यान्डले बाटो काटिसकेपछि मात्र तपाईँहरू अगाडि बढ्नुहोस्। सडक सबैको साझा हो, सही तरिकाले यसलाई प्रयोग गरौँ। सडक हजुरहरू सानो सवारी साधन चलाउनुहुन्छ, ठुल्ठुला गाडीहरू यो बाटोमा हिँडिरहेका हुन्छन्, रक्समहरू आउँछ, अगाडि तपाईँहरू हिँड्नुहुन्छ, पछाडिबाट गाडी आइराखेको वाहनहरूले तपाईँहरू भएको ठाउँमा तपाईँहरूले माथिबाट नदेख्न सक्छन्। त्यो बेला दुर्घटना हुन सक्छ। त्यसका लागि पहिला आफ्नो सतर्क बनाउँ। ओभरटेक गर्दा जहिले पनि म यो गाडीले ओभरटेक गरेर अगाडि जान सक्छु भन्ने यकिन भइसकेपछि र अगाडिबाट कुनै गाडी पनि आएको छैन र मेरो पछाडि कुनै गाडी पनि छैन भन्ने यकिन भइसकेपछि मात्र ओभरटेक, साइड लाइट वाला ओभरटेक गरौँ। कहिले पनि ओभरटेक गर्दा धुन्द र बायाँ साइडबाट कहिले पनि नगर्नु। सधैँ अगाडिको चालकले तपाईँलाई देख्ने गरी साइड लाइट वाला मात्र ओभरटेक गरौँ र ओभर स्पिड कहिले पनि नहिँडौँ। ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्छ, त्यो कुरालाई मद्दत गरौँ। तपाईँहरूको लागि मैले